everyone, welcome back to my mini vlog. सरर खाना खाएर ट्याक्सी बुक गरेर ट्याक्सीमा चढेर टनेलको बाटो हुँदै एटलान्टिक वाटर पार्क पुग्न लागेको थियौँ। साथमा हामी 4 जना थियौँ। राम्रो सेते भाइ चाहिँ क्याउ 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 गरेर एक्लै भिडियो बनाउँदै हिँडिरहेको थियो भने म चाहिँ कता कता हराइसकेको थिएँ त्यति बेला। त्यहाँ पुग्यो, लुगा चेन्ज गरेर ज्यान देखाएर गल्फ बग्गी चढेर सरर टुप्पामा पुग्यौँ। वाउ, हेरौँ त भ्युज कति राम्रो छ। वाह वाह वाह। त्यसपछि हामीले माथि बसेर लाइनमा बस्नुन्जेल हेऱ्यो, पालो आयो। पालो आएपछि हामी रेडी गेट सेट गो गर्नलाई तयार हुँदै थियौँ। जब ग्रिन लाइट बल्छ हामीलाई धकेलिदिन्छ, चिच्याउन थाल्यो। यति बेला त म झन्डै बेहोस भएँ डराएर। म मात्रै नभएर मेरो साथीहरू त झन् बेहोसै हुन लागिसकेको थियो। धन्न म चाहिँ सत्य थिएँ पछिसम्म। यो ट्रिप सक्यो। यो ट्रिप सकेपछि अब अर्को गेमको लागि फेरि हामी लाइन बस्यौँ। लाइन बसेर फेरि पालो आइसकेको थियो। फेरि अर्को नयाँ गेम खेल्यौँ। हेर्नु होला, यो गेममा त झन् मान्छेहरू डराएर। ओ माई गडनेस। हाम्रो साथीभाइ फेरि भिडियो हान्दै थियो। कति बेला तल पुग्यो पत्तै भएन। रमाइलोमा हामी एकदम रमाइलोमा हराइसकेको थियौँ याउ गर्दै। वाउ, हेर्दा पनि खुब रमाइलो छ। म झन्डै बेहोस भइसक्यो यति बेला। पानीमा हानेर हाम्रो सुभाष सरलाई पनि यति बेला चाहिँ अलिअलि डर लागेको थियो कि हो जस्तो देखिन्छ। फाइनली हामी तल आइपुग्यो फेरि यो गेममा पनि। यो गेम पनि धेरै रमाइलो भएको थियो। साथीभाइले जस्तो अवस्था आयो नि मिनी भ्लग बनाउनलाई क्यामेराम्यानको सहायता चाहिँ छोडेको थिएन। याहु गर्दै थियो यहाँ फेरि पन्डाङ दिदीजना गयो सरर। आफूसँग त मोबाइल थिएन। फाइनली यो ट्रिप पनि पुरा भयो। अब यो रहेको चाहिँ हाम्रो साथीभाइको सिङ्गल ब्ल्याक हेड कि के हो यो गेमको नाम? ब्ल्याक आउट। यो ब्ल्याक आउट पनि डेन्जर। मैले हानिन डर लागेर। मेरो मुटुले ठाउँ छोडिसकेको थियो यसले हान्नु जाँदै। सेतै झन्डै बेहोस भएपछि हामी फेरि अर्को गेमको लागि माथि पुगिसकेका थियौँ। साथीभाइले फेरि सिङ्गल हान्दैछ। दोहोरै खेलेको क्या हो। हेर्दै डर लाग्दैछ साथीहरू। पौडी खेल्न नजाने भएर डुबै गर्थ्यो। पोखरी चाहिँ 10 फिटको रहेको थियो। 10 फिटमा मैले पौडी खेल्न नसक्ने भएर म चाहिँ गएको थिएन।
हामी चाहिँ तल बसेर कुरिरहेको थियौँ। सेते भाइ चाहिँ भने माथि, सेते आउँदैछ तलतिर। सेते तिनीहरू झन्डै बेहोस भएको थियो। यहाँ फेरि हामी पौडी खेल्न आएको थियौँ। यो पौडी खेल्दा पनि साह्रै रमाइलो भएको थियो हामीलाई। इनर्जी भने कति हो इनर्जी सक्ने त अवस्थै थिएन। चिच्याएको छ, कराएको छ, उफ्रेको छ होइन। सेते भाइले फेरि यो केटीलाई लाइन हानेर यति बेला केही होइन। यो गेम एकदम खतरनाक थियो। यो चाहिँ हेर्न सक्नुहुन्छ, दर्शक महानुभाव हेर्न सक्नुहुन्छ यो गेम हेर्दा कस्तो देखिन्छ। एकैचोटि त फाइनली हामी सबै गेम खेलिसकेर लुगा लगाएर रेडी भएर फेरि डल्फिन सो हेर्नको लागि जाँदै थियो। हामी चाहिँ हिँड्दै थियो भ्लग बनाउँदै हिँड्दै थियो हल्ला गर्दै। फाइनली डल्फिन सो हेरेको ठ्याक्कै पुग्यो। डल्फिन नाच्दैछ हेर्न सक्नुहुन्छ। डल्फिन कसरी घुम्दैछ एउटा इसारा। सो पनि सक्यो। त्यसपछि हामी घर फर्किनको लागि बग्गी चढेर फर्क्यौँ। अनि एटलान्टिक भ्यू हेर्नको लागि हामी यतासम्म आउने अवसर पायौँ। त्यहाँ एकजना नेपाली दाइ हुनुहुन्थ्यो बग्गी चलाउनु। उहाँले हेल्प गरेर हामीलाई यतासम्म घुमाइदिनु भयो उहाँले। थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू गाइज, सी यू।